शहरको एउटा साँघुरो गल्लीमा थियो टेक रिपेयर। पसलको मालिक थियो चस्मा लगाएको, गम्भीर र सिपालु बादर। ऊ मोबाइल खोल्दथ्यो, चार्जिङ पोर्ट सफा गर्दथ्यो र टुटेका स्क्रिनहरू फेरि चम्किलो बनाउँथ्यो। स्कुलका केटाकेटीदेखि अफिस जाने बटुवासम्म सबै उसैको सिपको भरमा थिए। तर छेउमै बस्ने बँदेल भने चुपचाप जलिरहेको थियो। उसको मनमा बादरप्रतिको ईर्ष्या गहिरिँदै गइरहेको थियो। एक रात जब बादर पसलमै थियो, बँदेलले रिसको झोकमा झ्यालबाट पसलमा आगो लगाइदियो। बादर आगो निभाउन खोज्यो, तर धेरै घामले आगो फैलिन थाल्यो र उसलाई गम्भीर घाइते बनाएर बेहोस बनायो। भोलिपल्ट बिहान जब बाँदर जाग्यो, पसल जलेर खरानी भइसकेको थियो। उसले आँखा झिम्क्याउन पनि सकेन, लोगोको टुटेको बोर्ड हातमा लिएर चुपचाप उभिएको थियो। सबैले बाँदरलाई नै गाली गर्न थाले। पसल सम्हाल्न नसक्नेले किन खोल्छ जस्ता शब्दहरू हिर्किन थाले। बाँदर दुखी भएर चुपचाप रुन थाल्यो। तर त्यो सबै दृश्य नजिकै उभिएको एक हात्तीले देखेको थियो। हात्तीले तुरुन्त प्रहरीलाई खबर गर्यो र बँदेल पक्राउ पर्यो। सत्यता खुलेपछि सबैले बाँदरसँग माफी मागे अनि उसकै अगुवाईमा पसल फेरि खुल्यो। नाम राखियो रिबुट बाई मङ्की। बाँदर निकै खुसी भयो, तर हात्ती भने अलिकति दुखी देखिन्थ्यो, किनभने कसैले लाइक र सब्स्क्राइब गरेनन्।